विश्व आदिवासी दिवसको सन्देशलाई सामाजिक सेवासँग जोड्दै र रगत अभावमा रहेका बिरामीलाई समयमै सहयोग पुग्ने उद्देश्यले आज मिति 2083 साल साउन महिनाको 21 गते आदिवासी जनजाति युवा महासङ्घ नेपाल धरान उपमहानगर समिति सुनसरीले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति युवा महासङ्घका पदाधिकारी, विभिन्न जातीय संस्थाका प्रतिनिधि, सदस्यहरू तथा स्थानीय सरकारवालाहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप भव्य, गरिमामय र सफल बनाएको थियो। सबैको सक्रिय सहभागिता, आपसी सहकार्य तथा उत्साहपूर्ण उपस्थितिले कार्यक्रमको उद्देश्यलाई सार्थक बनाउनुका साथै समुदायमा सामाजिक एकता, मानवीय सेवा र सहकार्यको सशक्त सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ। नमस्कार सम्पूर्णलाई। म चाहिँ आदिवासी जनजाति युवा महासङ्घ धरानको अध्यक्ष। आज हामीले चाहिँ यस धरानको मुटु लोकतान्त्रिक चोकमा चाहिँ चौतारीमा चाहिँ 32औं आदिवासी दिवसको अवसरमा धरानको आदिवासी जनजाति युवा महासङ्घले चाहिँ बृहत रक्तदान कार्यक्रम गरेका छौँ। हामीले चाहिँ तपाईँको यही हाम्रो महान पर्व आदिवासीको महान चाड 32औं आदिवासी दिवसको उपलक्ष्यमा चाहिँ हामीले युवाहरूले तपाईँको रक्तदान कार्यक्रम गरेका छौँ। उक्त रक्तदान कार्यक्रममा रक्तदाताहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। विभिन्न क्षेत्र, पेशा तथा उमेर समूहका नागरिकहरू उत्साहपूर्वक कार्यक्रममा सहभागी हुँदै स्वैच्छिक रूपमा रक्तदान गरेका थिए। कार्यक्रममा देखिएको रक्तदाताहरूको उत्साह र सेवाभावले समाजमा मानवीय सहयोग, सामाजिक उत्तरदायित्व तथा रक्तदान प्रतिको सकारात्मक चेतनालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ। रक्तदाताहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप भव्य, प्रभावकारी र सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको थियो। उक्त कार्यक्रममा आयोजक टिमका केही व्यक्तिहरूले समेत स्वयं रक्तदान गरी रक्तदान जीवनदान भन्ने सन्देशलाई व्यवहारमै उतारेका थिए। रक्तदान मार्फत मानव जीवन बचाउने महान तथा पुण्य कार्यमा योगदान पुर्याएका रक्तदाताहरूको सेवाभाव, मानवीय भावना र उल्लेखनीय सहभागिताको उच्च कदर गर्दै आयोजकले सम्मान स्वरूप कदर पत्र पनि प्रदान गरेको थियो। त्यसै गरी म हाम्रा रक्तदाता राजु भुजेलज्यूलाई पनि आफ्नो प्रमाणपत्र सम्मान स्वरूप प्रमाणपत्र लिइदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। राजु भुजेलज्यू, हाम्रो भुजेल सङ्घका अध्यक्षज्यूलाई चुम्लिङका अध्यक्षज्यूबाट प्रमाणपत्र सम्मान स्वरूप प्रमाणपत्र प्रदान गरिदिनु हार्दिक अनुरोध। धन्यवाद। हाम्रा रक्तदाता सनम रत्न पौधक श्रेष्ठज्यू। त्यसै गरी म यो प्रमाणपत्र प्रदान गरिदिनु हुनका लागि म सुनार सेवा समाजका अध्यक्ष गोपाल सुनारज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यस आदिवासी जनजाति युवा महासङ्घद्वारा बृहत रक्तदान कार्यक्रममा आफ्नो रगत दिनुहुने प्रविका बान्ताज्यूलाई आफ्नो सम्मान स्वरूप यो प्रमाणपत्र लिइदिनु न र प्रमाणपत्र प्रदान गरिदिनु न म नेवा देवादेवको अध्यक्ष मनोहर साक्यज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रममा आफ्नो रक्तदान गरेर पवित्र भावमा, निस्वार्थ भावमा रक्त दिनुहुने हाम्रा सुमन राईज्यूलाई आफ्नो सम्मान प्रमाणपत्र लिइदिनु न र प्रमाणपत्र दिनु हुनको लागि कार्यक्रमको अन्त्यमा आयोजकले सम्पूर्ण सहभागी, रक्तदाता, सहयोगी संस्था तथा स्वयंसेवकहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरेका थिए। कार्यक्रम हामी लगभग अन्तिमतिर आइपुगिसकेका छौँ र कार्यक्रमको समापन गरिदिनु हुनको लागि म यस कार्यक्रमका सभापति प्रताप सिंह तामाङज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। अझ विशेष गरी हामी आदिवासीहरूको महान पर्व यही
32औं आदिवासी दिवस यस साउन 24 गते हुन गइरहेको छ र त्यसकै अवसरमा हामी आदिवासी जनजाति युवा महासङ्घको आयोजनामा आज यस धरानको मुटु साथै लोकतान्त्रिक चौतारीमा बृहत रक्तदान कार्यक्रम आज हामीले यस प्राङ्गणमा समापन अथवा सम्पन्न गरेका छौँ र हामीलाई विभिन्न ठाउँबाट शैक्षिक नैतिक भौतिक आर्थिक सबै ठाउँबाट हामीलाई साथ र सहयोग गरिदिनु हुने मनभाव अथवा सङ्घ संस्थाहरूलाई विशेष म धन्यवाद दिन चाहन्छु र हाम्रा वाइफिनका टिमकालाई पनि म विशेष धन्यवाद दिन चाहन्छु र सम्पूर्ण यस रक्तदान दिनुहुने महानुभावज्यूहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु र हाम्रा धरानका नेफिनका परिवारलाई र धरान उपमहानगरपालिका साथै विशेष धन्यवाद त हाम्रो नेपाल रेड क्रस सोसाइटी सुनसरी जिल्लालाई म विशेष धन्यवाद दिन चाहन्छु किनकि उहाँहरूले जुन एक खालको यस बृहत रक्तदान कार्यक्रममा हामीलाई एकदम हृदयदेखि नै सहयोग र सपोर्ट निरन्तर दिइराख्नु भएको छ उहाँलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु भन्दै मेरो सानो मन्तव्य अथवा समापन भएको यो कार्यक्रम यहीँ सम्पन्न भएको म हस्त घोषणा चाहन्छु। हस्त धन्यवाद।